हेलो नमस्ते नमस्ते गाइज नमस्ते। आज चाहिँ म के अरे प्रेम र सम्बन्धको बारेमा हाम्रो चाहिँ एकजना एक्सपर्ट यहाँ सँगै हुनुहुन्छ मसँग है। प्रेम र सम्बन्धको बारेमा केही कुरा जाओस् त बुढोले हजुरले एक्सपर्ट अरे भन्ने सुनेको थिएँ कि मैले त्यही भएर यो विषयमा हजुरले एक्सपर्ट भइसक्नुहुन्छ अरे भन्ने कता कता बजारतिर हल्ला सुनेको थिएँ मैले। अनि त्यही भएर यो विषयमा जाओस् न यसो थोरै 2-4 शब्द। मेरो विचारमा प्रेम थोरै यता देख्नु पर्यो नि। 2 शब्दमा भन्यो भने चाहिँ यो भन्दा उता गयो भने त हजुरलाई रिप्लेस गर्नुपर्छ। 2 शब्दमा भन्यो भने चाहिँ के अरे 2 लाइनमा भन्यो भने चाहिँ प्रेम भने धेरै जस्तो बेला चाहिँ जोसँग प्रेममा छौँ त्यो मान्छेको चाहिँ धेरै ख्याल गर्ने आफूभन्दा प्रायोरिटीमा त्यो मान्छे हुन्छ। तर त्यो मान्छेले पनि मेरो लागि चाहिँ फेरि त्यो प्रेम भनेको एकदम निस्वार्थ हुन्छ, एकहोरो हुन्छ, आफूले मात्र दिने हो, अपेक्षा गर्ने होइन भन्ने छैन। अहिलेको जिन्दगीमा प्रेम भनेको चाहिँ अपेक्षा सहितको प्रेम हो। अनि प्रेम भनेको चाहिँ आफूभन्दा त्यो अर्को प्रेम गरेको मान्छे अगाडि होस्। अब त्यो सेल्फ रेस्पेक्टै बिर्सेर गर्न थाल्यो भने चाहिँ त्यो प्रेम हुँदैन। त्यो चाहिँ अर्को मान्छेले आफूलाई उपयोग गरेको मात्रै हुन्छ। सेल्फ रेस्पेक्ट सहित काहीँ आफ्नो सेल्फ रेस्पेक्ट मराखायो भन्ने आफूले फिल नगरिकन अर्को मान्छेलाई चाहिँ आफूभन्दा प्रायोरिटीमा राख्नु चाहिँ प्रेम हो मेरो विचारमा। जोसँग हामी प्रेममा छौँ होइन। म साथी थियो र पनि उसलाई प्रायोरिटीमा राखेको थिएँ नि त होइन, मेरो त्यो एकदम मिल्ने साथी थियो त्यही भएर ऊ प्रायोरिटीमा थियो भनेर कसैले तपाईँलाई भन्यो भने त्यो चाहिँ ऊ प्रेममा छ, तपाईँलाई भन्न चाहे छैन त्यति हो कुरा। म कसैसँग प्रेममा छु भन्ने कुरा कसरी थाहा पाउने? त्यो त त्यही मान्छेलाई थाहा हुने कुरा हो। अर्को जब हामी आफ्नोभन्दा पहिला अर्को मान्छेको सोच्न थाल्छौँ नि हामी प्रेममा छौँ कि त्यो मान्छेसँग। अरे क्या सटिक एन्सर। जब हामी आफ्नो बारेमा भन्दा अर्काको बारेमा बढी सोच्न थाल्छौँ, जसको बारेमा बढी सोच्न थाल्छौँ, जसको बारेमा बढी सपना देख्न थाल्छौँ, तब बुझ्नुहोस् तपाईँ प्रेममा हुनुहुन्छ। कुरो यस्तो जिस्ट यो है गाइज है। अब यहाँ जसको वरपर बस्दा नजिक बस्दा तपाईँको दिलमा घन्टी बज्छ होइन। अहिले त घन्टीको चाहिँ उ छ नि त, क्रेज छ। तपाईँको दिलमा घन्टी बजेको फिल हुन्छ तपाईँलाई, तपाईँ प्रेममा हुनुहुन्छ चाहिँ भन्ने कुरा चाहिँ बुझ्न सकिन्छ। धेरै फ्याक्टरहरू हुन्छन् प्रेमलाई चाहिँ बुझ्ने। कतिपय अवस्थामा तपाईँ प्रेममा हुनुहुन्छ, प्रेम गरिरहनु भएको छ, तर तपाईँलाई अब चाहिँ धेरै समयसम्म पनि तपाईँलाई थाहा हुँदैन कि म प्रेममा छु भन्ने कुरा होइन। त्यो कहिलेकाहीँ त्यस्तो पनि हुन्छ। अनि भाषा एज ग्रुपमा पनि डिफ्रेन्सिएट हुन्छ मेरो विचारमा। कहिलेकाहीँ चाहिँ प्रेममा नभइकन म प्रेममा छु भन्ने पनि लाग्न सक्छ। हजुरले भने जस्तो प्रेममा भयो है थाहा नभए नि हुनसक्छ, हुँदै नभइकन अट्र्याक्सनमा भएर म प्रेममा छु भन्ने लागे नि हुनसक्छ। हजुर त्यो पनि हो है। मन पराउनु भयो यो विषय भने विस्तृतमा आउनेछौँ।